हेलो एन्ड नमस्कार गुड मर्निङ म रित हामी चाहिँ आज जाँदैछौँ नेपालकै सुप्रसिद्ध धार्मिक स्थल बिगु गुम्बा अनि 3590 मिटर उचाइमा रहेको देवढुङ्गा पनि जाने हैन त हामीसँगै 2 डाँडाको फेदी अनि कोसीको किनारमा बसेको दोलखाको पुरानो व्यापारिक केन्द्र सिंगटी बजारमा हामी पुग्दा करिब 6:30 बजेको थियो। साथीहरु सबैलाई भोक लागेको अनि बिगु गुम्बा पुग्न अझै 2 घण्टा लाग्ने कुरा थाहा पाएपछि सिंगटीको मिठो थुक्पा खाएर हामीले हाम्रो यात्रा अगाडि बढायौं। साङबा बजारबाट करिब आधी घण्टा हिँडेपछि हामी पुग्छौं खोपा मन्दिर, जुन चाहिँ स्थानीय बासिन्दाहरूको कुल देवताको मन्दिर रहेछ। अब एकैछिन हाम्रो साथीहरूको रमाइलो सुनौँ है त। वाह नहीं दे सर कस्तो देखिँदो रहेछ दामी आइको त्यो त्यहाँ पो रहेछ है त्यो ठुलो पानीको एउटा ट्याङ्की दिएको छ नि हामीले कति घुम्यो सर 3 घण्टा कति घुमेको त हामी गुम्बा परिसर पुग्नै लाग्दाखेरि पारी देखिने हिउँले भरिएका डाँडाहरू देख्दा मन नै आनन्द आउँछ। गीतमा आइपुगे भन्ने शब्द सुनेपछि साथीहरूको खुसीको सीमा नै हुन्छ। चरीकोटबाट करिब 4 घण्टाको रमाइलो यात्रापछि हामी पुग्यौं बिगु गुम्बा। एक राज की बात बताऊं? जल्दी बोल, कल सुबह पनवेल निकलना है। यहाँ चाहिँ गुम्बा परिसर भित्रै आनीहरूले पकाएको मिठो स्वादिष्ट खाना खान पाइन्छ। बिगु गुम्बामा दर्शन गरेर खाना खाइसकेपछि हामीले हाम्रो यात्रा देवढुङ्गातर्फ सुरु गर्यौं। मान्छेको पातलो बस्ती अनि धेरै डाँडामा भएर होला यहाँका सल्लाका रुखहरू सुकेर झर्न लागेका थिए। बिगु गुम्बाबाट हिँडेको झन्डै 2 घण्टा 15 मिनेटपछि हामीले हाम्रो दोस्रो गन्तव्य देवढुङ्गालाई देख्यौं। त्यो देखेपछि धेरै नजिक आइसकेका छौं हामी। यो धेरै हिँडेपछि चाहिँ हामी यहाँ एउटा घरमा आइपुगेका छौं।
यहाँ धेरै माथि छैन। अब हामी आइसक्न लागिसक्यौँ। हाम्रो साथीहरू पछाडि आउँदै हुनुहुन्छ। शामें मलंग सी, रातें सुरंग सी, बागी उड़ान पे ही न जाने क्यों इलाही मेरा जी आए आए, इलाही मेरा जी आए आए। दिल पे सवाल है, जीना फिलहाल है, खाना बदोशियों पे ही जाने क्यों इलाही मेरा जी आए आए, इलाही मेरा जी आए आए। मेरा फलसफा कंधे पे मेरा बस्ता, चला मैं जहाँ ले चला मुझे रास्ता, बूंदों पे नहीं गहरे समंदर पे। ओ ओ ओ यो चाहिँ हामीले सोचेको डेस्टिनेसन हो। इलाही मेरा हामी एक टोली यहाँ छौँ। यो चाहिँ हाम्रो एक टोली हो। लखतरान परिसकेको टोली। फाइनल्ली हामी चाहिँ देवढुङ्गाको फाइनल डेस्टिनेसनमा आइपुगेका छौँ। यहाँ चाहिँ आराम गर्नका लागि केही स्टलहरू बनाइएको छ। यहाँ हाम्रो टिम यता हुनुहुन्छ। सबैजनाले हाई भनिदिउँ ल। हामीलाई कति घन्टा लाग्यो अरे? लु एकचोटि भनौँ त। 4 घन्टामा चाहिँ भ्यूबाट 4 घन्टामा आइपुग्यौँ। उहाँलाई 4 घन्टा 1 मिनट उहाँलाई 4 घन्टा 1 मिनट उहाँलाई। हाम्रो दुईजना साथीहरू आउँदै हुनुहुन्छ। उहाँलाई 4 घन्टा 30 मिनटको हामीले आकलन गरेका छौँ। यो चाहिँ हाम्रो एकदमै देवढुङ्गाको प्रख्यात मूर्ति हो। ल साथीहरू चाहिँ भर्खर आइपुग्नु भएको छ। हामी आएको लगभग 15 मिनट जति भयो। उहाँहरू भर्खरै आइपुग्नु हो। उहाँहरूलाई पनि हाम्रो टिममा स्वागत छ। हाम्रो साथीहरूको फोटो सेसन चलिरहेको छ। देवढुङ्गा पुगेर करिब आधी घन्टा बिताएपछि हामीले हाम्रो यात्रा पुनः बिउ गुम्बातिर अगाडि बढायौँ, किनभने हामीलाई त्यही दिन चरीकोट पुग्नु थियो। देवढुङ्गा पुगेर फर्किने क्रममा प्रकृतिले हामीलाई साथ दिएसँगै हामीले हिउँ खेल्ने सपना पनि पुरा गर्यौँ। तिमीलाई भेट्न म आउँछु चौरी चरने भेगमा, तिमीलाई लिन म आउँछु भेडी चरने भेगमा। शामें मलंग सी, रातें